अन्तको नुन पानी खाए पनि त्यसरी संसदको रोस्टममा उभिएर कुनै प्रधानमन्त्रीले अहिलेसम्म विश्वको रेकर्डमा कहीँ बोलेको छैन। जबकि हाम्रो प्रधानमन्त्रीले हामीले भारतको धेरै भूमि चाहिँ हामीले मिचेका रहेछौँ, मलाई थाहा भयो प्रधानमन्त्री भनेर प्रधानमन्त्रीले भन्नु भनेको त्यहाँभन्दा राष्ट्रको बेजेती होइन, राष्ट्रहित विपरीतको अभिव्यक्ति के खोज्ने हामीले, त्यो पनि उहाँले देखिराख्नु भएको छ। अर्को चाहिँ डेलिभरीको सवालमा, जनतालाई सुशासनको कुराको सवालमा यो सरकारले धेरै सपना बाँड्यो। यो पार्टीले के भन्यो, धेरै टाढै नजाम्न, लाइसेन्सको बारेमा 1 महिनाभित्र हामी अब त्यो खालको प्रिन्ट गरेर हामी वितरण गर्छौँ भन्यो। त्यो काममा पनि केही छैन, छैन। अन्तर्राष्ट्रिय ऋण हामी सुको लिन हुँदैन, देशलाई बोझ बनाउन हुँदैन भनेर तिनै सोडेम वागले जो अर्थशास्त्रको एकदम विद्वानको रूपमा विज्ञ व्यक्ति, उनले विज्ञ, म मान्छु, उहाँलाई श्रद्धा गर्छु, तर उहाँकै भोइस हो नि। योभन्दा अगाडि हामी सरकारमा हुँदा उहाँहरू प्रतिपक्षमा हुँदाखेरि बोल्नुभएको थियो। अहिले जोडेर आइरहेको छ सामाजिक सञ्जालमा। अहिले उहाँले त लिनुभयो त 6-7 खर्बको ऋण त लिन पर्ने भनेर प्रस्ताव गर्नुभयो, त्यो कुरा गर्नुभएको छ। बजेट र भाषण हुनुभन्दा अगाडि करका दर रेटको बारेमा मलाई लाग्छ प्रधानमन्त्रीलाई थाहा हुनु। त्यो एकदम सेन्सिटिभ विषय हो, संवेदनशील कुरो हो। तर त्यो चुहावट भएर बिआइडी गाडीहरू तपाईँले देख्नुभयो, सयौँका सङ्ख्यामा गाडीहरू भन्सारलाई त्यो खालको अब बढ्दैछ भन्ने कुरोहरू गरेर त्यो खालले आयात गर्ने काम पनि भयो। यस्ता धेरै कामहरू उहाँले जनहित विपरीत, राष्ट्रहित विपरीत काम गर्नुभएको छ। त्यसो भएर यो सरकारले जनताका ती अपेक्षाहरू पुरा गर्न सक्दैन।